साह्रै रमाइलो भयो है। समुद्रको छेउमा पनि हेर्नु न नेपालमा जस्तै गरेर माछा मारिरहेका छन्। कस्तो मजाले माछा मारिराखे। बसेर हेर्न मन त थियो तर के गर्नु, बुढा उहाँ पुगिसक्नु भयो छोडेर। जे देखेरी त्यही उम्रेर हेर्नुपर्छ है अरे। अनि माछा मारे भनेको त खै खै भनेर हेर्दै हुनुहुन्छ के। अब भने हामी त्यो जङ्गलको खेत जस्तै ठाउँमा आइरहेको जहाँ पनि कुकुर बिरालोलाई भने साह्रै माया गर्ने कि। आमा त्यही उकालो, यो त डाँडाकालीका जानेको उकालो जस्तो फिल भयो मलाई त। यहाँ हेर्दाखेरि कि त्यस्तो कि नेपालहरूमा हुन्थ्यो पुरानो घर जस्तै क्या, त्यस्तै यस्तै लाग्यो कि ठिकै नेपालको याद चाहिँ दिलायो यहाँ आएर। ठ्याक्कै मन्दिरमा मन्दिरै हेर्छ यहाँ माथि जस्तो लाग्यो मलाई त। म चाहिँ खास गरी समुद्रको हेर्छु भनेर हिँडेँ। अब भोक लाग्यो भने खाना पनि व्यवस्था रहेछ। यहाँ चाहिँ शङ्खहरू रहेछ कि, समुद्रका कति ठुल्ठुला शङ्खहरू है। रहेछ नि महँगो हालेको जस्तो राम्रो लाग्यो। फर्किँदा चाहिँ यो शङ्ख लाने विचारको अरे। मलाई शङ्ख चाहिँ खासै थाहा छैन है, तर थरी थरीका रहेछन्। कुन शङ्ख राम्रो हुन्छ त्यो त मलाई थाहा छैन। एकमुखी भनेर सुने हो, दाहिने हो। कुन चाहिँ दाहिने भन्छ मलाई थाहा छैन। शङ्ख चाहिँ छुट्याउन अलिक जान्दिनँ मैले चाहिँ।